को हामीले वीरगञ्जमा अनपेक्षित चाहिँ एउटा घटना भोग्यौँ हामी सबैले। त्यो घटना बिर्सन लायक घटना थियो र छ। यस्ता घटनाहरू भविष्यमा पनि नहुन् भन्नका खातिर र अहिले देखिएको एक तहको वैमनस्यतापूर्ण परिस्थितिलाई सम्बोधन गर्नका लागि आज बिहान 7 बजेदेखि जिल्ला सुरक्षा समितिबाट हामीले सबभन्दा पहिला पर्सा जिल्लाका सबै क्रियाशील राजनीतिक दलका प्रमुख एवं पदाधिकारीज्यूहरूसँग हामीले छलफल गऱ्यौँ। त्यस लगत्तै हिजो कार्यक्रम आयोजना गर्ने साथीहरूसँग हामीले छलफल गऱ्यौँ। त्यस लगत्तै मुस्लिम समुदायका साथीहरूसँग पनि कुरा गऱ्यौँ र चौथो चरणमा हामी चारै पक्षको संयुक्त हिसाबले कार्यक्रम राखेर छलफल गऱ्यौँ। देखिएको परिस्थितिलाई विश्लेषण गऱ्यौँ। त्यसको सूक्ष्म ढङ्गले हामीले चाहिँ केलायौँ, त्यसका सबै पक्षहरूलाई मिहिन ढङ्गले हामीले केलायौँ र अन्तमा हामी एउटा के निष्कर्षमा पुगेका छौँ भने हामी सबै मिलेर यो समाजको सद्भाव र सहिष्णुतालाई हामीले बचाइराख्नुपर्छ। धार्मिक र साम्प्रदायिक मनमुटावलाई अब चाहिँ अगाडि बढाउनु हुँदैन। हामी यो विभेदलाई चाहिँ तत्काल सम्बोधन गर्नुपर्छ भन्ने कुरामा सहमत भएर यो चार बुँदाको चाहिँ सहमति 5 बुँदाको सहमति हामीले गरेका छौँ। त्यो बुँदाको सहमति अनुसार अन्य विषयहरू अब यसपछि हामीले जिल्ला सुरक्षा समिति पर्साको तर्फबाट सबै हाम्रो आदरणीय नेताज्यूहरूलाई अनि यसमा यो प्रक्रियामा प्रत्यक्ष र परोक्ष रूपले संलग्न हुने साथीहरूलाई र व्यक्तिगत हिसाबले भन्दा त मिडियाका साथीहरू हुनुहुन्थ्यो नि, यहाँ अग्रजर हुनुहुन्छ। मैले भने मिडियाका साथीहरूलाई पनि हामीले चाहिँ धन्यवाद दिएका छौँ। यो अवस्थासम्म आएर एउटा पूर्ण हिसाबले समस्या समाधानलाई समस्याको जटिलता पुर्याउनलाई सहयोग गर्नु भएकोमा हार्दिक आभार प्रकट गर्दै आज भएको निर्णय चाहिँ सार्वजनिक गर्ने अनुमति चाहन्छु। पहिलो निर्णय हाम्रो थियो यही मिति 2081 साल चैत्र 30 गतेका दिन वीरगञ्ज महानगरपालिकामा हनुमान जयन्तीको शोभायात्राको क्रममा भएको घटनामा संलग्न दोषीहरूमाथि विस्तृत छानबिन अनुसन्धान गरी कानुनी कारबाही गर्ने भन्ने हामीले निर्णय गरेका छौँ। र यो कारबाहीको सन्दर्भमा साथीहरूको चाहिँ 24 घण्टाभित्र कारबाही गर्नुपर्छ भन्ने कुरा साथीहरूको चाहिँ जोरदार चाहिँ हामीलाई माग थियो। एक तहको अल्टिमेटमकै रूपमा उहाँले कुरा लिएर आउनु भएको थियो। साथीहरूलाई हामीले के प्रतिबद्धता व्यक्त गरेका छौँ भने अब आज त यसै पनि अफिस भन्दा हामी अगाडि गइसक्यौँ। अब हुन्छ कर्फ्यूको समय, त्यो पनि आज अफिस डे पनि सकिसकेको। भोलि र पछि सार्वजनिक बिदा भएको हुनाले सार्वजनिक बिदा सकिएको अर्थात् त्यो 3 गतिको दिन नै यो कानुनी कारबाहीको दायरामा ल्याउने अनुमति हुने गरी सबैलाई अनुमति हुने गरी कानुनी कारबाहीको दायरामा ल्याउँछौँ भनेर हामीले प्रतिबद्धता व्यक्त गरेर यसको भाव चाहिँ यसको मकसद चाहिँ त्यो हो। नम्बर 2, अन्तर्धार्मिक साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम राख्न सबै पक्ष पूर्ण रूपले प्रतिबद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्याउने। यो भन्नुको अर्थ कहीँ कतैबाट यसमा बाधा व्यवधान नहोस्। हामीसँग भएका सूचनाहरू, हामीसँग भएका जानकारीहरू चाहिँ सुरक्षा निकायलाई उपलब्ध गराएर चाहिँ यो अनुसन्धान प्रक्रियामा सहयोग गर्छौँ भन्ने खालको प्रतिबद्धता हो। तेस्रो कुरा, उक्त घटनामा घाइते भएका व्यक्तिको निःशुल्क उपचारको व्यवस्था गर्ने, घटनामा भएको क्षतिको क्षतिपूर्तिको लागि प्रशासनले पहल गर्ने भन्ने निर्णय गरेका छौँ। त्यसै गरी निर्णय नम्बर 4 मा धार्मिक सांस्कृतिक सम्प्रदायले गर्ने कुनै पनि जात्रा पर्व कार्यक्रममा हात हतियारको प्रदर्शन नगर्ने, सो गरेमा कारबाहीको दायरामा ल्याउने भन्ने पनि हामीले राखेका छौँ। र अर्को 5औं नम्बरको निर्णयमा पर्सा जिल्लामा सञ्चालित सबै धार्मिक सङ्घ संस्था तथा तत्त संस्थाबाट सञ्चालित विद्यालय, मद्रसा इत्यादिको सूक्ष्म अनुगमन गरी अन्यथा देखिएमा कारबाहीको दायरामा ल्याउने भन्ने कुरा चाहिँ पनि हामीले गरेका छौँ। यी 5वटा चाहिँ 5 बुँदे यो सहमति चाहिँ आज बिहान 7 बजेदेखि सुरुवात भएको हाम्रो छलफल यही समापन भएको छ। उपस्थित सम्पूर्ण आदरणीय महानुभावहरूलाई पुनः धन्यवाद व्यक्त गर्न चाहन्छु। र अब सबैको चाहिँ आग्रह र चाहिँ अनुरोध, यो कर्फ्यूको अवस्था चाहिँ छिटोभन्दा छिटो हटिदिए हुन्थ्यो भन्ने कुरा छ। त्यसमा हामी सहमत छौँ। त्यसलाई के गर्न सकिन्छ हामी त्यसमा चाहिँ यो अवस्था लम्बाइराखौँ भन्ने हाम्रो पनि होइन। छिटोभन्दा छिटो प्रक्रियागत हिसाबले हामीले यो अवस्थालाई चाहिँ टुङ्गोमा पुर्याउँछौँ र यसमा ढुक्क भइदिन आग्रह गर्न चाहन्छु। यति भन्दै यो आजको यो बिहानदेखि हामी चाहिँ बसेको बसाइ आजको छलफल कार्यक्रम यहाँहरूलाई पुनः धन्यवाद दिँदै यही समापन भएको घोषणा गर्छु।
विशेष परिस्थितिमा जिल्ला प्रशासन कार्यालयका प्रमुखले विशेष निर्णयहरू लिन सक्ने अधिकार संविधानले दिएको छ। यो पहिलोपल्ट पर्सा जिल्लामा देखियो। पत्रकार सम्मेलन गरेर दोषीहरूलाई समाजसँग भाग्ने अवसर प्रदान गरिएको हो कि कारबाही गर्न वा कारबाहीको निर्णय जुन भएको विषयलाई यसरी बुझौँ। तपाईँ हामीले देशका विभिन्न भागमा भएका घटनाहरूमा हामीले देखेका छौँ। घटनामा तत्काल पक्राउ नपरेका मान्छेहरू समयको क्रममा कानुनको कठघरामा आएको कुरा देखेकै छौँ। हामी यही धरतीका मान्छे हौँ, यही भूगोलका मान्छे हौँ। एक दिन 2 दिन त कानुन नजरमा बाहिर होला कोही, तर हामी कानुन गर्ने मान्छे एक दिन भेटिएन 2 दिन भेटिएन भन्दैन अपराधिक चाहिँ दायित्वबाट उन्मुक्ति हुन दिँदैनौँ। अर्को जिज्ञासा पनि छ जस्तै यो आजको सर्वदलीय सर्वपक्षीय बैठकमा राजनीतिक दलका नेताहरू पनि आउनुहुन्छ, विभिन्न धर्म समुदायका अगुवाहरू पनि यहाँ बस्नुभएको छ र यो निर्णयमा यो सहमतिमा हस्ताक्षर गर्नुभएको छ। भोलि गएर तपाईँले कारबाहीको दौरानमा विभिन्न मान्छेहरूलाई नियन्त्रणमा लिने अनुसन्धानका लागि नियन्त्रणमा लिँदा कारबाहीको प्रक्रिया अगाडि बढाउँदा उहाँहरूबाट चाहिँ यो मेरो मान्छे निर्दोष छ, यो चाहिँ दोषी छ अथवा यो निर्दोष छ भन्ने किसिमका दबावमूलक सिफारिसहरू आयो भने के गर्नुहुन्छ? निर्णय नम्बर 2 आजको हाम्रो निर्णयको 5वटा निर्णयहरू मध्ये 5वटा मुद्दाहरू मध्ये निर्णय नम्बर 2 मा राखेको मुद्दातर्फ यहाँलाई ध्यान आकर्षण गर्न चाहन्छु। निर्णय नम्बर 2 मा राखेको विषय अहिले यहाँले उठाउनु भएको विषयसँग सम्बन्धित छ। त्यसमा लेखिएको विषय अन्त धार्मिक साम्प्रदायिक सद्भाव र सहिष्णुता कायम गर्न सबै पक्ष पूर्ण रूपले प्रतिबद्ध रही कानुनी कारबाहीको प्रक्रियामा सहयोग पुर्याउने भन्नुको अर्थ चाहे राजनीतिक दलका अग्रज नेताहरू हुनुहुन्छ, अन्यथा मलाई लाग्छ लिदिनुहुन्न उहाँहरूले नै यहाँसम्म पुर्याउनु भएको हामीलाई। भन्नुको अर्थ राजनीतिक अथवा कुनै पनि तहको यो चाहिँ दबाव र हस्तक्षेप नहोस् भन्ने आशयले प्रयुक्त भएका शब्दावली हुने। उहाँको त्यसमा कमिटमेन्ट आयो कि आएन? उहाँले सही गर्नुभयो। अहिले हामी जिल्ला सुरक्षा समिति यो निर्णयपछि हामी सुरक्षा समितिको बैठक बसेर के हुन सक्छ हामी त्यसलाई चाहिँ लिएर जानु हामी सोच्छौँ। अन्तिममा यो 3 गतेसम्म पक्राउ पर्छ, निश्चित पक्राउ पर्छ। यो कानुनी र अनुसन्धानको विषय हो। त्यसमा कतिजना संलग्न छन्, कतिजना प्रत्यक्ष संलग्न छ, कतिजनाको परोक्ष संलग्नता छ, कतिजनाले पछाडिबाट ब्याकिङ गरिरहेका छन् भन्ने 2-3वटा क्याटेगोरीमा राखेर हेर्नुपर्ने हुन्छ। हामीले सिद्धान्त त हामी के सहमत भएका छौँ भने 2 दिन बिदा भएको हुनाले 3 गते चाहिँ हामी यो निर्माणको प्रक्रिया सबैले चाहिँ अनुभूत हुन सक्ने गरी अगाडि बढाउँछौँ। सर, केही महिना अगाडि यस्तै धार्मिक झन्डा च्याट्नेलाई पनि हामी समात्छौँ पक्रिन्छौँ भनेर सहमति भएको थियो। त्यसलाई पनि आजसम्म समातिएन। आज पनि त्यसै सहमति भएको छ। भोलिको दिन यो समातिन्छ कि समातिँदैन? आज सहमति यो नामको लागि मात्र भएको निर्णयमा हामी प्रतिबद्ध छौँ भनेर राजनीतिक दलका अग्रजहरू राखेर मैले बोलेँ। हामी सबै छौँ यहाँ। तपाईँले भन्नुभएको निर्णयमा मैले हस्ताक्षर गरेको थिएँ। अन्तिममा श्रीमान, पर्सा जिल्लामा जुन शनिबार हनुमान जयन्तीको नाममा 2 समुदायबीच जुन किसिमको झडप हामीले देख्यौँ, त्यसमा दर्जनौँ मान्छे घाइते छ। एकजनालाई त गोली समेत लागेको अवस्था छ। जनतामा आफ्नै किसिमको एउटा आक्रोश पनि छ के अब यो तत्काल कर्फ्यू हटाउँदाखेरि यसले जनजीवनलाई सामान्य अवस्थामा फर्काएर ल्याउँछ भनेर कतिको विश्वास हुन्छ? हामीले जिल्ला सुरक्षा समितिको बैठक बसेर परिस्थितिको सूक्ष्म ढङ्गले विश्लेषण गरेर के गर्न सकिन्छ तत्काल निर्णय गर्छौँ भनेर भनेका छौँ। हस्, धन्यवाद। थ्याङ्क यू। किन हाँसेको?